हेलो साथीहरू, वेलकम टु माई न्यू भिडियो। नेपालमा त राजनीति लाग्यो अब यो वर्ल्ड कपमा पनि राजनीति लागेछ कि हो। तीन चोटि विश्वकप खेलेको सम्पल दाइलाई चाहिँ के खाना बाहिर राखेको, कमसेकम एक्सपिरियन्स छ नि। जति जे भने पनि क्याप्टेन भन्दा पनि धेरै एक्सपिरियन्स छ नि उसँग, किनकि तीन चोटि वर्ल्ड कप खेलेको मान्छे हो। हाम्रो पारस दाईसँग वर्ल्ड कप खेलेको मान्छे अहिले उसलाई बाहिर दुईटै गेममा बाहिर राखिदियो। कमसेकम सम्पल दाईलाई खेलाउन पर्छ नि। अलिकति केही न केही भए पनि डिफ्रेन्ट त हुन्थ्यो होला नि। बलिङमा होस् चाहे ब्याटिङमा होस् चाहे विकेटमा होस्, डिफ्रेन्ट त हुन्थ्यो होला नि। तर क्रिकेटमा पनि खै क्याप्टेनको कारणले हो कि राजनीतिको कारणले हो कि कोचको कारणले हो कि, तर सम्पल दाईलाई बाहिर राख्नुको कारण चाहिँ खै बुझ्न सकेन। सबैले कमेन्ट गर्नु होला। तर मलाई जहाँसम्म लाग्छ हार्नको मेन कारण भनेको सम्पल दाईलाई बाहिर राख्नु हो। बाहिर राखेर मात्रै हार्नुको मेन कारण देखिन्छ है मैले त। किनभने क्यापेसिटी नभए पनि एक्सपिरियन्स छ नि त। तीन चोटि विश्वकप खेलेको मान्छेसँग कमसेकम एक्सपिरियन्स हुन्छ नि त। को मान्छे कस्तो हो, को मान्छे कस्तो, उसले सबै कुरा बुझिया हुन्छ। क्याप्टेन भनेको त भर्खर फर्स्टचोटि खेल्दैछ अहिले विश्वकप। सम्पल दाई भनेको तीन चोटि खेलेको मान्छे हो, जो कि अहिले सच्ची पारस दाईसँग खेलेको मान्छे हो। तर पनि सम्पल दाईलाई बाहिर राख्यो भनेपछि क्रिकेटमा पनि अबदेखि राजनीति आएछ भन्ने कुरा बुझियो के।